नमस्कार, म अधिवक्ता गीता चौधरी। अरू दिन जस्तै आज पनि मैले कानुनी जानकारी सम्बन्धी भिडियो लिएर आएको छु। विशेष गरेर मलाई धेरै जस्तो ठाउँबाट दिदीबहिनीहरूले मलाई घरेलु हिंसा भइरहेछ, मेरो श्रीमानले कुटपिट गर्नुहुन्छ, मेरो सासू ससुराले हेला गर्नुहुन्छ, मेरो नन्द देवर देवरानीहरूले यस्तो यस्तो गर्नुहुन्छ भन्ने खालको विभिन्न कम्प्लेनहरू चाहिँ म कहाँ आइरहेको छ र त्यससँग सम्बन्धित रहेर चाहिँ म आज भिडियो बनाउन गइराखेको छु। र विशेष गरेर आजको भिडियो चाहिँ घरेलु हिंसासँग सम्बन्धित भिडियो रहनेछ। अब घरेलु हिंसा भनेको के हो त भन्दाखेरि घरेलु हिंसा भनेको एउटै घरेलु सम्बन्ध भएको एक व्यक्तिले अर्को व्यक्तिलाई मानसिक शारीरिक अनि त्यसपछि आर्थिक र यौनजन्य यातना दिन्छ भने त्यसलाई चाहिँ हामी घरेलु हिंसा भनेर बुझ्दछौँ। त्यसै गरेर अब घरेलु सम्बन्ध भनेको के हो त भन्दाखेरि घरेलु सम्बन्ध भनेको वंशजको सम्बन्ध भएको, विवाहसँग सम्बन्ध भएको, धर्मपुत्र वा धर्मपुत्रसँग पुत्रीसँग सम्बन्धित भएको, अथवा आश्रित वा एउटै परिवारमा बसेर कामदारको रूपमा काम गर्ने एकै परिवारमा रहेको व्यक्ति जो कोहीलाई चाहिँ हामी घरेलु सम्बन्ध भएको व्यक्ति भनेर चाहिँ बुझ्छौँ। त्यसै गरेर अब शारीरिक यातना भनेको के हो त भन्दाखेरि शारीरिक यातना भनेको कसैले तपाईँलाई कुटपिट गरेको छ, शारीरिक रूपमा चोटपटक पुर्याएको छ, पोल्ने डाम्ने कुरूप बनाउने काम गरेको छ भने त्यस्तो कुरालाई चाहिँ हामी शारीरिक यातना भनेर बुझ्छौँ। त्यसरी मानसिक यातना भनेको के हो त भन्दाखेरि डर, धाक, धम्की, त्रास, गाली गलौज गर्ने, अपमान गर्ने, भेदभाव गर्ने, त्यसै गरेर चाहिँ आत्महत्या दुरुत्साहन गर्ने, भावनात्मक रूपमा तपाईँले कसैले चोट पुर्याइरहेको छ भने त्यसलाई हामी मानसिक यातना भन्छौँ। त्यसै गरेर यौनजन्य दुर्व्यवहार गर्ने, अपमान गर्ने, यौनजन्य कुनै पनि क्रियाकलाप गरेर तपाईँलाई चाहिँ त्यस्तो खालको दुर्व्यवहार गरिरहेको छ भने त्यो पनि घरेलु हिंसाभित्र पर्छ। त्यसै गरेर चाहिँ आर्थिक दुर्व्यवहार, आर्थिक यातना भनेको के हो त रोजगारीमा जान नदिने, रोकटोक नगर्ने, यो गर नगर त्यो नगर भन्ने, आर्थिक उपार्जन सम्बन्धी कुनै काम गर्न नदिने, आर्थिक स्रोत साधनमा वञ्चित गर्ने, दाइजो किन नल्याएको भनेर हेला तिरस्कार गर्ने, यी कुराहरू चाहिँ हाम्रो केमा पर्छ त भन्दाखेरि आर्थिक यातनामा पर्छ। अब यी त भयो सामाजिक, आर्थिक, यौनजन्य यातना, मानसिक यातना भनेको के हो भन्ने कुरा। अब चाहिँ हामी यी घटनाहरू तपाईँसँग सम्बन्धित घटनाहरू तपाईँसँग सम्बन्धित भइरहेछ, तपाईँसँगले चाहिँ यस्तो घटनाहरू चाहिँ भोगिराख्नु भएको छ भने यसको उपचार के हुन्छ त भन्दाखेरि यो उपचारको घरेलु हिंसा सम्बन्धी उपचारको लागि चाहिँ हामीले चाहिँ महिला आयोगमा पनि हामी उजुरी दिन सक्छौँ। त्यसै गरेर स्थानीय तहमा उजुरी दिन सक्छौँ, नजिकको प्रहरीमा उजुरी दिन सक्छौँ। र म कहीँ ठाउँमा पनि जाँदिनँ, यो तिनै ठाउँमा म उजुरी दिँदैन, म सिधै अदालतमा जान्छु भन्दा अदालतमा पनि गएर हामीले मुद्दा दायर गर्न सक्छौँ। अब यो कहिलेसम्म दिने त, यो चाहिँ उजुरी दिने समय कहिलेसम्म भन्दाखेरि घटना घटेको 90 दिनभित्र चाहिँ हामीले उजुरी दिइसक्नुपर्छ। अब कसले उजुरी दिने त भन्दाखेरि पीडित आफैले पनि दिन सक्नुहुन्छ, अथवा पीडित भन्दा बाहिरको जोसुकै व्यक्तिले जसले चाहिँ घटना घटेको कुरो थाहा पाएको छ, जुनसुकै व्यक्तिले पनि पीडितको तर्फबाट उजुरी दिन सकिन्छ। अब यति गरिसकेपछि अदालतले चाहिँ आदेश दिन पाउने अन्तरिम संरक्षणात्मक आदेश दिन सक्छ, जसमा चाहिँ कसैले कसैलाई चाहिँ दुर्व्यवहार नगरेर शिष्ट सभ्य व्यवहार गर्नको लागि, उपचार वा सोको लागि उपयुक्त रकम दिनको लागि, पीडितको भरण पोषणको व्यवस्था गर्नको लागि, गाली गलौज थाक धम्की नदिनको लागि र दुःख दिने सताउने कार्य बन्द गर्नको लागि यी यावत कुराहरूको लागि चाहिँ अदालतले अन्तरिम संरक्षणात्मक आदेश गर्न सक्ने व्यवस्था छ र गर्न सक्छ। त्यसै गरेर चाहिँ यी सुनवाई चाहिँ घरेलु हिंसा सँग सम्बन्धित सुनवाई चाहिँ हामीले बन्द इजलासमा सुनवाई गरिनुपर्ने व्यवस्था छ। अब यति गरिसकेपछि के सजाय हुन्छ त पीडकलाई चाहिँ, जसले चाहिँ घरेलु हिंसा गरिराखेको छ त्यो पीडकलाई चाहिँ के सजाय हुन्छ त भन्दाखेरि 3,000 देखि 25,000 जरिमाना वा 6 महिनासम्म कैद वा दुवै, जरिमाना र कैद दुवै सजाय पनि हुन सक्ने व्यवस्था छ। त्यसै गरेर पीडकलाई सहयोग गर्ने व्यक्ति मतियारलाई चाहिँ पीडकले पाउने सजायको आधी सजाय पाउने व्यवस्था छ। त्यसै गरेर चाहिँ यदि कुनै व्यक्तिले एकचोटि घटना घटेर घरेलु हिंसाको पीडकको रूपमा चाहिँ कारबाही गरिसकेको छ, अदालतले भने फेरि पनि त्यो कारबाही भइसकेपछि फेरि पनि अर्कोचोटि पटक पटक चाहिँ
उसले घरेलु हिंसा गरिरहेछ भने त्यस्तो कुरालाई चाहिँ हामीले पटके भन्छौँ र त्यो पटके घरेलु हिंसा गर्ने व्यक्तिलाई चाहिँ अदालतले यो सजायको दोब्बर सजाय गर्न सक्ने व्यवस्था छ। त्यसै गरेर यदि कुनै व्यक्ति घरेलु हिंसा गरिरहेछ तर त्यो व्यक्ति चाहिँ कुनै पनि सार्वजनिक पदमा चाहिँ बहाल रहेको व्यक्ति छ भने त्यस्तो व्यक्तिलाई थप 10% सजाय दिन सक्ने व्यवस्था रहेको छ। यो चाहिँ घरेलु हिंसासँग सम्बन्धित भिडियोमा मैले अहिलेलाई यति नै भने। यदि तपाईँहरूसँग यस्तो खालको कुनै पनि घटना घटिराखेको छ, कुनै पनि कानुनी जानकारी चाहिएछ भने हजुरहरूले मलाई कमेन्ट गर्नुहोला, त्यससँग सम्बन्धित भिडियो लिएर म आउने नै छु। र तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हस्, धन्यवाद।